भोक मेटाउन बच्चा बेच्न बाध्य अफगानी, महिला र किशोरीमाथि प्रतिबन्ध लगाउँदाको परिणाम। एप्पल र गुगल भन्दा पनि महँगो एकमुठी पिठो, संसारकै सबैभन्दा दयनीय तस्बिर बाहिरियो। चरम आर्थिक सङ्कट र भोकमरीका कारण अफगानिस्तानका नागरिकहरू जीवन धान्नका लागि आफ्ना सन्तान बेच्न बाध्य भइरहेका छन्। अफगानिस्तानको गोर प्रान्तको राजधानी चगचरहानको सडकमा हरेक बिहान कामको खोजीमा थकित अनुहार बोकेका सयौं पुरुषहरू लामबद्ध हुने गर्छन्। तर व्यापक बेरोजगारीका कारण दिनभरिमा थोरैले मात्र न्यून ज्यालाको काम पाउने गर्छन्, जसले गर्दा लाखौं परिवार कयौं दिनसम्म भोकभोकै बस्नुपर्ने अवस्था छ। संयुक्त राष्ट्रसङ्घका अनुसार हाल अफगानिस्तानमा प्रत्येक 4 जना मध्ये 3 जनाले आफ्ना आधारभूत आवश्यकता पूरा गर्न सकेका छैनन्। देशका करिब 47 लाख मानिस अकाल खाद्यान्न अभावको सङ्घारमा छन्, जसमा गोर प्रान्त सबैभन्दा बढी प्रभावित छ। स्थानीय बेकरीले बाँड्ने बासी रोटीका टुक्राहरूका लागि मानिसहरूबीच खोसाखोस र झगडा हुने स्थिति छ। यही निराश र चरम गरिबीका बीच अब्दुल रसिद अजिजी जस्ता कतिपय अभिभावकहरू आफ्ना साना जुम्ला छोरीहरूलाई विवाह वा घरयसी कामका लागि बेच्न तयार भएका छन्। छोराहरूलाई भविष्यको कमाउने सदस्य मानिने र तालिबान सरकारले महिलाको शिक्षा तथा रोजगारीमा प्रतिबन्ध लगाएका कारण सांस्कृतिक रूपमा छोरीहरूलाई नै पहिलो निशाना बनाइने गरिएको छ। अर्का स्थानीय शहीद अहमदले आफ्नी 5 वर्षीय छोरी साइकाको एपेन्डिसाइट र कलेजोको शल्यक्रिया खर्च जुटाउन उनलाई 2 लाख अफगानी अर्थात् $3200 आफ्नै आफन्तलाई बेच्नु परेको पीडादायी कथा छ। अन्तर्राष्ट्रिय सहायतामा भएको ठूलो कटौतीले यो सङ्कटलाई अझ भयावह बनाएको छ। अमेरिका र बेलायत सहितका प्रमुख दाताहरूले सहयोग रोकेका कारण हाल प्राप्त सहायता विगतको तुलनामा 70% घटेको छ। सन् 2021मा सत्तामा आएको तालिबान सरकारले यो दुरावस्थाको दोष अघिल्लो सरकार र वैदेशिक हस्तक्षेपलाई दिए पनि दाता राष्ट्रहरूले सहयोग घटाउनुको मुख्य कारण महिला अधिकारमाथि तालिबानले लगाएको कठोर प्रतिबन्ध नै हो।